म चाहिँ बुढिगङ्गा गाउँपालिकामा जनप्रतिनिधि हुँदै जाँदाखेरि अब दिनहुँ कामकाज गर्दाखेरि एकदमै सक्रियतापूर्वक मैले चाहिँ अब आफ्नो जिम्मेवारीमा रहेका सम्पूर्ण कामहरू मैले चाहिँ गरिरहेका छौँ हैन। त्यसमा पनि अब बुढिगङ्गा गाउँपालिकाको यो गरिमामय पदमा चाहिँ निर्वाचित हुँदै जाँदाखेरि जनतामुखी जनप्रतिनिधि हैन अब काम गर्दै जाँदाखेरि अब धेरै कुराहरू हामीले चाहिँ बुझेर काम गर्नुपर्ने हुन्छ हैन। त्यसोले गर्दाखेरि अब त्यो चाहिँ काम गर्दै जाँदाखेरि अब एउटा गृहिणीको रूपमा घरमा हैन अब यहाँ अफिस सम्हाल्नुपर्छ, जनताको धेरै अपेक्षित कामहरू उहाँहरूको समस्याहरूलाई चाहिँ कसरी हामी चाहिँ समाधान गर्नुपर्ने त्यस्ता चाहिँ कार्यहरू पालिकामा आउँदै जाँदाखेरि मैले चाहिँ उहाँहरूलाई जे होस् सम्झाइ बुझाइ अब दिनहुँ अब यही काम अब गरिराख्दाखेरि राम्रै किसिमले अनुभव गरेर चाहिँ अब जनताको काम मैले चाहिँ अब गरिराखेका छौँ र मैले चाहिँ काम गर्दै जाँदाखेरि अब सन्तुष्टि नै मानेर मैले काम चाहिँ गरिरहेको छु। अब म बुढिगङ्गा गाउँपालिका न्यायिक समिति कार्य सम्पादन गर्दै जाँदाखेरि संयोजक भएर र न्यायिक समितिमा हामीले अब 3 जनाको कार्य समिति हामी छौँ र त्यसमा म संयोजकको निर्वाह गर्दै जाँदाखेरि त्यसमा व्यवस्थापकीयका कुराहरू छन् हैन। कतिपय अब चुनौतीका विषयहरू पनि छन्। अब व्यवस्थापकीय अब चाहिँ आफ्नो जुन छ यो न्यायिक समिति न्यायिक सम्पादन गर्दै जाँदाखेरि विभिन्न किसिमको चुनौतीहरू समस्याहरू आइरहेका छन्। त्यसलाई अब हामीले विशेष गरी अब समस्याहरू जुन छ अब त्यहाँ अब उजुरीहरू निवेदनहरू आउँदाखेरि उहाँहरूलाई सहज रूपमा हैन अब निवेदन अब दर्ता गर्नुस् र त्यसमा दर्ता प्रक्रिया अगाडि बढाइसकेपछि अब तिनीहरूलाई विशेष गरी हामीले मेलमिलापमा नै पठाउँछौँ र मेलमिलाप जुन छ मेलमिलाप वार्ड स्तरीय र त्यहाँ पठाउँदाखेरि अनि फेरि हामी अब मेलमिलाप गराउन सक्नु भएन भने हामी गाउँपालिकाकै न्यायिक समितिमा पनि उहाँहरूलाई छलफलमा बोलाउँछौँ र छलफलमा बोलाउन जाँदाखेरि अब त्यहाँ चाहिँ उहाँहरूलाई चाहिँ अब हामी सकेसम्म एकदमै उहाँहरूलाई एकदमै बुझाएर चित्त बुझाएर नै छलफल गराउँछौँ। तथापि पनि जति चाहिँ हामीले सक्ने जति हामीले गरिरहेका छौँ र हामीले कार्य सम्पादन गर्दै जाँदाखेरि आफ्नो क्षेत्र अधिकारभित्र रहेर न्यायिक समितिले हामी अब हरेक कामकाजलाई अगाडि बढाएका छौँ र अब अन्य पनि हामीले अब पालिकाले हेर्नुपर्ने विवादहरू पनि हामीले जे होस् मेलमिलापको माध्यमबाट हामीले गरिरहेका छौँ र व्यवस्थापकीयको कुराहरूमा हामीले अब न्यायिक अब इजलास सञ्चालन गर्दै जाँदाखेरि मेलमिलापकर्ताहरूलाई हामीले सञ्चालन गर्दै जाँदाखेरि उहाँहरूले अब हाम्रो जुन छ पालिकाको सीमित स्रोत बजेटको कारणले पनि हामीले जे होस् अहिलेसम्म अब कार्य सम्पादन र यो व्यवस्थापकीय पक्ष हामीले सबलै तरिकाले अहिलेसम्म हामीले सम्पादन गरिरहेका छौँ चलाइरहेका छौँ र मेलमिलापकर्ता ज्यूहरूलाई पनि हामीले तपाईहरू काम गर्नुस् त्यसको लागि व्यवस्थापकीय न्यायिक समिति अर्थात् बुढिगङ्गा गाउँपालिकाबाट हामीले तपाईहरूलाई चाहिँ अब व्यवस्थापन गर्छु भनेर हामीले बजेट पनि राखेका छौँ र सोही बमोजिम अब हामी सबैजनाले मेलमिलापकर्ताहरू न्यायिक समितिले हामी काम गरिरहेका छौँ। बुढिगङ्गा गाउँपालिकामा अब चाहिँ विशेष गरी अब उजुरीहरू अब विवादहरू हैन अब भनौँ न 80% त हाम्रो चाहिँ जग्गा किचौलाको विवादहरू आइरहेको छ र त्यसमा थोरै अब भनौँ न अब 5-10% मात्रै अब लेनदेनका विवादहरू पनि आइरहेको छ र त्यसमा अलिक अब श्रीमान श्रीमतीको पनि अब यो झगडाहरू त्यस्ता खालका विवादहरू पनि अलि थोरै 5% हैन 10% त्यस्ता खालका समस्याहरू विवादहरू आइरहेका छन् हैन। र अब कतिपय यो जुन छ हाम्रो मेलमिलाप यो हाम्रो जुन छ न्यायिक समिति क्षेत्र अधिकारभित्र पर्ने
हामीले अब त्यस्तो खालको विवादहरू हाम्रो क्षेत्र अधिकारभित्र पर्ने विवादहरू हामीले दर्ता गरिरहेका छौँ र विशेष गरी चाहिँ जग्गा किचौलाकै 7 सध्यार सिमाना त्यस्ता खालका समस्याहरूको विवाद बढी हाम्रो न्यायिक समितिमा आइरहेको छन्, दर्ता गरिरहेको छ र हामी सोही बमोजिम अब त्यो चाहिँ सञ्चालन चाहिँ अब गरिरहेका छौँ। अब त्यो हेरेर अब त्यो प्रकृति हेरेर, मुद्दाको प्रकृति हेरेर हामी चाहिँ छलफलमा राख्छौँ। यस्तो अब चाहिँ हामीले सकेसम्म बुढीगङ्गा गाउँपालिका न्यायिक समिति सकेसम्म हामी मेलमिलापको माध्यमबाट नै हामीले जुन छ हाम्रो प्रक्रिया छ हैन, पहिला वार्डमा पठाउने, वार्डको मेलमिलापमा पठाउने, अब त्यहाँ उहाँहरू मेलमिलाप गराउन सक्नु भएन भने हामी पालिकाबाट पनि हामी त्यो विवादहरूलाई चाहिँ हामी बोलाउँछौँ, छलफल गराउँछौँ र यहाँबाट पनि भएन भने हामी मात्रै अब त्यहाँ चाहिँ अब उहाँहरू दुवै पक्ष नमिलेको खण्डमा मात्रै हामीले अब तपाईहरू सम्बन्धित निकायमा जानुस् भनेर हामी भन्छौँ। तथापि पनि हामी बढीभन्दा बढी 80% मेलमिलाप हामी आफ्नै केन्द्रमा पालिकामै न्यायिक समितिमै नै हामी चाहिँ मेलमिलाप गरिरहेका छौँ र यस्तै 5-10% मात्रै हामीले चाहिँ त्यहाँ अब उहाँहरूको अब नमिलेपछि अब तपाईहरू सम्बन्धित ठाउँमा जानुस् भनेर हामीले त्यसरी चाहिँ पठाइदिन्छौँ। अब चुनौतीहरू त अब आउँछन् हैन, अब चुनौतीहरूलाई अब किनभने यो बजेटको कुराहरू पनि छन् र मेलमिलापकर्ताज्यूहरूले पनि जस्तै केन्द्र मेलमिलापकर्ताहरू अब टाइममा पनि जुन छ अब छलफलमा हैन अब आइदिनुपर्छ। अब जुन जिम्मेवारी पदमा जोसँग सम्बन्धित जिम्मेवारी पदमा बस्नु भएको छ उहाँहरू आफ्नो जिम्मेवारी निर्वाह गर्नुपर्छ भन्ने पनि मलाई लाग्दछ। तथापि पनि चुनौती र समस्याहरू छन् र त्यो केन्द्र मेलमिलाप केन्द्रहरू छन् र अलिकति उहाँहरू चाहिँ ग्यापिङ भनौँ न, अब अलिक सक्रिय नभएको पनि मैले अलिकति महसुस गरेको छु। चुनौती पनि छन् र हामीले पटक हामी उहाँहरूलाई हैन व्यवस्थापनको लागि हामीले गरेका छौँ, व्यवस्थापकीय उसमा बजेटमा हामीले विनियोजन गरेका छौँ, राखेका तपाईहरू काम गर्नुस् र काम गरे बापत तपाईहरू व्यवस्थापन खर्च पनि हैन अब लानुस्। किनभने अब जतिसुकै अब हामीले अब गरे तापनि अब चिया खाजा साजा खुवाउनुपर्छ, खानुपर्छ काम गर्दै जाँदाखेरि। त्यो खानको लागि पनि व्यवस्थापकीय पक्ष हामीले व्यवस्थापन न्यायिक समितिले गरेका छौँ। केन्द्रको मेलमिलापहरूलाई पनि वडाको मेलमिलापहरूलाई पनि त्यो खर्च हामीले राखेका छौँ। तर अब उहाँहरूले अब धेरै अब जति हामीले अपेक्षा गरेको विवादहरू अब चाहिँ जसरी उहाँहरूले गर्नुपर्ने भूमिका त्यो चाहिँ गरिराखेको अवस्थाहरू छैन जस्तो मैले अनुभूति पाएको छु र उहाँहरूले पनि मेलमिलापकर्ताहरूले पनि सकेसम्म मिलाउने हैन सकस गरिराख्नु भएको छ। तर तथापि पनि अब गाउँघरको समस्या, गाउँघरको अब मेलमिलापकर्ता हैन अब कति सन्तुष्ट पनि अब नहुन पनि सक्छ व्यक्तिहरूमाथि, मेलमिलापकर्ताहरूमाथि। त्यही भएर प्राय चाहिँ हामी इजलासमै बस्छौँ, इजलासकै निर्णय हामीलाई अब उचित लाग्छ भनेर पनि हामीलाई न्यायिक समितिमै छलफल गराइदिनु भनेर त्यसरी पनि आइरहेका छौँ र हामीले सोही अब अपेक्षा उहाँहरूको वादी प्रतिवादीहरूको अपेक्षा र उहाँहरूको जुन छ एउटा इच्छा आकाङ्क्षालाई पनि हामी समस्याहरूलाई पनि बुझेर हामीले त्यसरी चाहिँ कार्य सम्पादन गरिरहेका छौँ। जस्तै अब हाम्रो चाहिँ अदालततिर जब जानुहुन्छ हैन, अदालततिर अब गइसकेपछि कतिपय त्यो कार्यान्वयनको पक्षमा हैन अब त्यस्ता खालका अब के कस्तो अब इजलासमा तपाईहरू न्यायिक समितिमा छलफल गर्नु भएको छ हैन, त्यसको सकलै फाइल पठाइदिनु भनेर हाम्रो चाहिँ अदालतबाट त्यस्तो खालको एउटा आउँछ हैन, अब चिठी पत्र आउँछ। अनि हामीले सोही बमोजिम उहाँहरूको सकलै फाइल पनि हामी न्यायिक समितिले गरेको क्रियाकलापहरू, गरेका कार्य सम्पादनहरू हामी सकलै फाइल पठाउँछौँ र त्यस्तो खालको धेरै आउँदैन। किनभने हाम्रो न्यायिक समितिमा हामीले धेरै पठाएकै छैनौँ। सकेसम्म त हामी यतै मेलमिलापमै चाहिँ हाम्रो छलफल हुन्छ र हामी मिलाउने हामी चाहिँ धेरै नै प्रयास गरेर मिलाइराखेका छौँ
चित्त पनि बुझाइराखेका छौँ र कार्यान्वयनको पक्षमा कतिपय कार्यान्वयन पक्षहरू हैन अब त्यहाँ भइराखेको छ, कतिपय अब अटेर गरेर पनि अब त्यस्तो खालको अब समस्याहरू छन्। तथापि पनि अब अहिलेसम्म अब हैन अब गुनासोहरू चाहिँ चुनौतीहरू आइरहेको छन् र तर हामी फ्लो चाहिँ गरिरहेका छौँ। जस्तै अब यो जुन छ संवैधानिक अधिकार हैन, यो स्थानीय तह स्थानीय सरकार आइसकेपछि यो अलिक न्यायिक समितिलाई दिएको जुन छ संवैधानिक अधिकार, यो एकदमै हाम्रो पब्लिक, मैले अनुभव गरेको हाम्रो जनताहरूलाई, हाम्रा पब्लिकहरूलाई धेरै नै सेवा सुविधा पनि भएको छ। खर्चमा पनि धेरै नै उहाँहरूलाई चाहिँ कटौती, खर्च पनि अब एकदम कम लाग्ने भएको छ जस्तो मैले अनुभूति गरेको छु। किनभने अदालत जानुभयो भने उहाँहरू एउटै केसको लागि त्यहाँ वकिलले चाहिँ निवेदन चाहिँ लेख्नु पर्यो भने अब 5,000 हैन समथिङ अब चाहिँ 5,000 त्यहाँ लेख्नको लागि एउटा वकिल साहबले, अधिवक्ताज्यूहरूले लिनुहुन्छ अनि दर्ता प्रक्रियामा जान्छ अनि लामो प्रक्रिया, अदालतको प्रक्रिया पनि लामो हुन्छ। तर हाम्रो त्यस्तो लामो हुँदैन। हामीले थोरै हामी फर्मेटमा पनि यो न्यायिक समितिको अब चाहिँ फर्मेटमा हामीले लेख्न लगाउँछौँ र लाइसेन्स प्राप्त भएकै अब लेखनदास भनौँ न त्यस्ता खालका अब लेख्ने व्यक्तिहरूसँग अब लेखाउँछौँ। तर हामीले त्यस्तो खासै उहाँहरूलाई पर्दैन। 100-200 निवेदन लेखेको पैसा अब जो लेखिदिनुहुन्छ हामी पालिकाबाट त गर्दैनौँ। अब उहाँहरू बाहिर चाहिँ जे होस् लेखाएर आउनु भएको छ नेपाली कागजमा। तर हामीले दर्ता गर्दाखेरि 100 रुपियाँ मात्रै हामी दर्ता सहयोग लिन्छौँ र हामी त्यो अरू हामी केही लिँदैनौँ। र अन्तमा जब जग्गा किचौला हुन्छ हामी फिल्डमा जान्छौँ र त्यो प्राविधिक एउटा चाहिँ हाम्रो बुढीगङ्गा गाउँपालिका अब न्यायिक समिति भनौँ न, हामीले कार्यविधिमा पास गरेका छौँ कि हामी फिल्डमा जान्छौँ एउटा किता बराबर जग्गा नापे बापत। किनभने हामीले पनि न्यायिक समितिले पनि अब हाम्रो प्राविधिकलाई हामीले व्यवस्थापन गर्नुपर्ने हुन्छ, उहाँलाई चाहिँ तलब दिनुपर्ने हुन्छ हैन अब प्राविधिकलाई, अमिनलाई। त्यसको कारणले पनि राजस्व अलिकति लिनुपर्छ भनेर एउटा हामी निर्देशिका कार्यविधि बनाएर नै कमसेकम एउटा चाहिँ किता बराबर नाप्यौँ भने हामीले चाहिँ 500 चाहिँ दस्तुर तिर्नुपर्छ। त्यो चाहिँ हाम्रो राजस्व शाखामै त्यहाँ इन्ट्री गराएर रजिस्ट काटेर नि मात्रै हामी त्यसलाई चाहिँ गराउँछौँ। र अन्तमा धेरै मेलमिलाप चाहिँ अब भयो भने मात्रै अब अवस्था हेरिकन हामीले मेलमिलापबाट नै उहाँहरूलाई 500 पनि हामीले जे होस् मिलापत्र गरिरहेका छौँ। तर उहाँहरू चाहिँ अदालतको प्रक्रियामा गयो भने धेरै लामो पनि हुन्छ। अब प्रतिउत्तर हैन अब धेरै अब अदालतको प्रक्रिया अब 1 महिना 2 महिना 3 महिनासम्म पनि लगाउनुहुन्छ। तर हामीले त्यसरी, किनभने उहाँहरू प्रत्यक्ष हामीसँग दिने पछि फोन हैन उहाँहरूको भेटघाट, आफ्नो स्थानीय तह हामीले चाहिँ जिताएको जनप्रतिनिधिहरूसँग, न्यायिक समितिहरूका पदाधिकारीसँग भेटघाट हुँदै जाँदाखेरि नजिकमा अब कार्यालय हुँदाखेरि उहाँहरू दिने पछि पनि उहाँहरू सम्पर्कमा हुनुहुन्छ र उहाँहरूको काम छिटै नै र चाहिँ गरिदिनुपर्छ भनेर पनि हामीलाई चाहिँ भन्नुहुन्छ र हामी पनि छिटोभन्दा छिटो नै चाहिँ उहाँहरूको सहज र सुविधाको लागि पनि हामी गरिरहेका छौँ। र तर अदालतमा चाहिँ कसले सुन्छ उहाँहरूको कुराहरू हैन, जुन दिन बोलाउनुहुन्छ, जति समय लगाउनुहुन्छ अनि उहाँहरू त दुःख पाउनुहुन्छ, विभिन्न किसिमको समस्याहरू हुन्छन् सेवाग्राहीहरूको, विवादहरूको। त्यस उसले गर्दाखेरि मैले अनुभूति गरेको यो स्थानीय जुन छ तहमा यो न्यायिक समितिको कार्य सम्पादन संवैधानिक जुन अधिकार दिनुभएको छ, एकदमै जनताहरूले चाहिँ एकदमै नजिकबाट सेवा सुविधा लिइराख्नु भएको छ र अदालती प्रक्रिया भन्दा यहाँ धेरै कम हैन अब झन्झटिलो मान्नुहुन्न। आफ्नै भाषामा आफ्नै यहाँका जनप्रतिनिधिहरूसँग बसेर चाहिँ एउटा आफ्नै घर परिवारको हिसाबले पनि उहाँहरूले समन्वय र सहकार्य गरेर चाहिँ सन्तुष्ट छ भने जस्तो पनि मलाई अनुभूति भएको छ। जस्तै अब न्यायिक समितिमा चुनौतीहरू त छन्, किनभने सर्वप्रथम त अब हामीसँग सुरुमा अब कर्मचारीको पनि अभाव। हामीले अब जनप्रतिनिधिहरू, न्यायिक समितिहरू, सदस्य पदाधिकारीज्यूहरू हामी सबैजना चाहिँ ल पढेका छैनौँ, कानुन पढेर आएका छैनौँ। हामी डाइरेक्ट जनताबाट चुनिएर जनप्रतिनिधिहरू हामी आएका छौँ। त्यही
जनप्रतिनिधिबाट चुनिएर अब जुन छ संवैधानिक अधिकार उपाध्यक्षको अध्यक्षतामा संयोजकत्वमा न्यायिक समितिको संयोजक भनेर तोक्नु भएको छ। त्यसमा 2 जना सदस्य गाउँसभाबाट लिनुपर्ने छ। त्यही संरचना अनुसार हामीले 2 जना सदस्य पनि राखेका छौँ र चाहिँ हामी कानुन नपढेको खण्डमा चुनौतीहरू छन्, किनभने धेरै अब त्यहाँ कानुनी भाषामा पनि हामीले दफाहरू होइन उपदफाहरूदेखि लिएर अन्य समस्याहरू पनि छन् र चाहिँ चुनौती अब कर्मचारी हुँदाखेरि पढे लेखेको न्यायिक चाहिँ ल पढेको कर्मचारी भयो भने धेरै नै चाहिँ एउटा चाहिँ सहज हुन्छ र यो राज्यले जुन जसरी यो संवैधानिक अधिकारको रूपमा इजलास न्यायिक समिति दिनुभएको छ सोही बमोजिम माथिबाट नै एउटा दरबन्दी चाहिँ क्रिएट गरिएर चाहिँ दिँदाखेरि कानुन ल पढेका चाहिँ कर्मचारी नै न्यायिक समितिमा उजुरी प्रशासकको रूपमा दिएको भए धेरै सहज हुन्थ्यो कामकाज गराउनको लागि। किनभने कतिपय कर्मचारीहरू अब यहाँका लोकल कर्मचारी हुन त राष्ट्रिय सेवकै कर्मचारीहरू हुन्, तथापि पनि ल पढेर चाहिँ उहाँहरू नहुँदाखेरि उहाँहरूलाई पनि कामकाज सिक्नको लागि अब गाह्रो हुन्छ, कतिपय कुराहरू टाइम लाग्छ, जान्दैन। त्यसोस्ले गर्दाखेरि चुनौतीहरू छन्। तथापि पनि हामी चुनौतीहरूलाई सामना गर्दै हामीले बिस्तारै बिस्तारै सिकाउँदै होइन हामीले अब यसरी गर्नुस् भनेर अब हामीले अहिलेसम्म गरिरहेका छौँ र चुनौतीका विषय पनि अब यो न्यायिक सम्पादन गर्दै जाँदाखेरि अब यो इजलास सञ्चालन गर्नुपर्छ, व्यवस्थापकीय कुराहरू हुन्छन्, बजेटका कुराहरू हुन्छन्, थोरै बजेट होइन अब न्यायिक एउटा शाखालाई चाहिँ चलाउनको लागि होइन अब 15 लाख बजेट अब प्रत्येक वर्ष हामीले होइन कुनै वर्ष 14 लाख बजेट हेरी होइन कार्यक्रम हेरी हामी होइन कतिको आवश्यकता अनुसारले हामी चाहिँ अब खर्च गरिरहेका छौँ र त्यही 14 लाख 15 लाख 12 लाख त्यस्तै हामीले वर्षै पछि त्यसरी विनियोजन गरेर यो शाखा अन्तर्गत राखेर होइन हामीले धेरै पनि हामी अति आवश्यक खर्च गरेर कम गरेर पनि हामीले यो शाखा चलाइरहेका छौँ। विशेष गरी हाम्रा यहाँका पब्लिकहरूलाई यहाँका जनताहरूलाई कसरी सेवा सुविधा र सन्तोषजनक हुन्छ र त्यसलाई टेकेर हामीले कार्य सम्पादनहरू हामीले व्यवस्थापकीयका कुराहरू चुनौतीका कुराहरू र समस्या समाधानका कुराहरू पनि छिटोभन्दा छिटो हाम्रा पब्लिकहरूलाई चाहिँ सेवाग्राहीहरूलाई समस्याबाट मुक्त गराम र उहाँहरूको जुन न्यायको लागि न्यायिक समितिमा आउनुहुन्छ उहाँहरूलाई कसरी न्याय दिने न्यायिक चाहिँ हुन्छ भने त्यसरी त्यो क्षेत्रमा लागेर हामी छिटोभन्दा छिटो चाहिँ हामीले काम अगाडि बढाइरहेका छौँ। पक्कै चुनौतीहरू त छन्, कतिपय अब सेवाग्राहीहरू विवादितहरूलाई पनि होला कि समयभित्र काम गरिदिनु भएको छैन र हामीलाई पनि अब पालिकामा प्राविधिकको समस्या होइन कर्मचारीको अभावले गर्दा कर्मचारीहरूको व्यवस्थापक्षका चाहिँ कुराहरूमा पनि कतिपय प्रशासनका कुराहरूमा पनि अलिकति ढिलो चाँडो हुन्छ। तथापि पनि हामीले क्रमैसँग होइन छिटोभन्दा छिटो कार्य सम्पादनको लागि हामीले न्यायिक समिति न्यायिक शाखा विशेष गरी संयोजकको नाताले मैले चाहिँ धेरैभन्दा धेरै चाहिँ यो कार्यहरू अगाडि बढाइरहेका छौँ। अब यो हामीले बुढीगङ्गा गाउँपालिकामा यो 74 देखि नै होइन म जनप्रतिनिधि उपाध्यक्षको पदमा चाहिँ अब गरिमामय पदमा आउँदै जाँदाखेरि होइन अब दोस्रो कार्यकालको पनि अनुभव सुरुमा त अब होइन अब सिकेर आउनुहुन्छ जे होस् सिक्नको लागि पनि अब 1-2 वर्ष टाइम लाग्यो। तथापि पनि हामी एउटा नयाँ नौलो राजनीतिक क्षेत्रमा यो कार्य गर्दै जाँदाखेरि धेरै सिक्नुपर्ने कुराहरू सिक्यौँ र गर्नुपर्ने कुराहरू मैले चाहिँ गऱ्यौँ। तथापि पनि विकास निर्माणका कुराहरू बुढीगङ्गा गाउँपालिकामा नमुना विकासको रूपमा जुन थुप्रो अब चाहिँ हामीले गरेका छौँ त्यसमा पनि बुढीगङ्गा गाउँपालिका होइन सुरुमा धेरै अब 20 वर्षविहीन जनप्रतिनिधि 20 वर्षपछि चुनाव भयो होइन त्यसपछि अब त्यहाँ चाहिँ हामी आउँदै जाँदाखेरि धेरै अब यो हामी बसेका अफिस जुन अहिले हामी बसेका छौँ त्यो अफिस पनि
र कार्यालय पनि त्यो चाहिँ हाम्रो भनौँ न व्यवस्थित थिएन। हामीले आएर व्यवस्थित गरेर कतिपय भवनहरू संरचनाहरू भौतिक पूर्वाधारहरू थिएन। हामी आएर 74 सालमा आएर हामीले त्यो पूर्वाधारहरू हामीले बनायौँ र हाम्रो जुन छ विद्यालयहरू पनि पूर्वाधारको धेरै नै चाहिँ आवश्यकताहरू थियो हैन। पुल पुलेसाहरू हामीले चाहिँ अब चुनावको क्रममा भोटको क्रममा हामी घर दैलोमा जाँदाखेरि हामीले धेरै चाहिँ बाटोघाटोदेखि कल्भर्टहरू थिएन। कतिपय ठाउँमा हामीले बाँसको चचरीमा हामीले चाहिँ तरेर पनि हामीले चाहिँ आफ्नो क्षेत्रहरू हामी घुमेका थियौँ र त्यो पनि हामीले बिस्तारै बिस्तारै हामी सबैलाई प्राथमिकताको क्रममा हामीले बनायौँ र विशेष गरी बुढिगङ्गा गाउँपालिकामा हैन पिच बाटोहरू पनि थिएन र पिच बाटोहरू पनि हामीले 7वटा वार्डमा पनि हामीले पिचको कार्यहरू नमुनाको कार्यहरूलाई अगाडि बढायौँ। सुरुमा त हामीले एउटै बाटोलाई 1 करोड पैसा बजेट दिएर पनि हामीले पिचको काम सम्पन्न गर्यौँ। अनि त्यो खानेपानीको समस्या थियो हैन। हाम्रो जनताले स्वच्छ खानेपानीको खानुपर्छ भनेर हामीले यो जुन छ हाम्रो बुढिगङ्गा गाउँपालिका वडा नम्बर 3 मा अवस्थित रहेको यो खानेपानीलाई पनि हामीले टङ्की सिनुवारी हैन त्यो खानेपानी भनेर यहाँ नेमुवामा छ त्यो खानेपानीमा पनि हामीले बुढिगङ्गा गाउँपालिकाले बजेट हालेर चाहिँ बजेट दिएर पनि हामीले चाहिँ हाम्रा यहाँका 5वटा वार्डको जनताहरूलाई स्वच्छ खानेपानीको लागि पनि एकदम सफा खानेपानीको लागि स्वच्छ रहनको लागि पनि हामीले बुढिगङ्गा गाउँपालिकाबाट पनि हामीले सहयोग गर्यौँ। बजेट हामीले दियौँ र हाम्रो उत्तरी बेल्टमा पनि 6 र 7 नम्बर वार्डमा चाहिँ एकदम विकट क्षेत्र 7 नम्बर वार्ड त्यसमा पनि अब चाहिँ एकदमै त्यो धाराहरू जुन छ अब कलहरूमा चाहिँ टोयलहरूमा पानी नै नआउने खालको अवस्थामा हामीले वडा नम्बर 7 मा यसले चाहिँ जे होस् खानेपानीको त्यहाँ सुरुदेखि नै जडान गर्यौँ हैन। त्यसमा पनि बुढिगङ्गा गाउँपालिकाको ठुलो लगानी हामी नमुनाकै रूपमा त्यहाँ बेलडाङ्गी चाहिँ सिजबोनी खानेपानी भनेर हामीले त्यहाँ नामाकरण गरेका छौँ। चाहिँ पोरैदेखि हामी पब्लिकलाई पनि पानी चाहिँ खुवाउनको लागि सफल भएका छौँ। अझै पाइपलाइन विस्तार छ यसपालि पनि पोहोर पनि हामीले हैन अब चाहिँ पालिकाबाट हैन बजेट दिएर हैन चाहिँ छिटोभन्दा छिटो पब्लिकहरूलाई पानी हैन खुवाउनु पर्छ भनेर हामी लागेका छौँ र यो चाहिँ पहिलादेखि नै हाम्रो पहिल्यै कार्यकालमा हामीले जे होस् शिलान्यास गरेर बजेट ल्याएर हामीले काम गर्यौँ र अझै पनि काम भइराखेको छ, निरन्तर जारी नै छन्। त्यसमा पनि अझै अब स्कुल विद्यालयहरूलाई स्वास्थ्यलाई अब अहिले हाम्रो वडा नम्बर 6 मा पहिलेकै कार्यकालको पनि हाम्रो यो छ सुक्चर अस्पताल बुढिगङ्गा अस्पताल भनेर त्यहाँ आधारभूत अस्पताल 10 शैय्या हैन बेडको अस्पताल छ। त्यहाँ चाहिँ हामीले पोरै ओपनिङ गरिसकेका छौँ। ठुलो संरचना भौतिक संरचना हामीले चाहिँ बनाइसकेका छौँ र सेवाग्राहीहरूलाई चाहिँ सेवा दिनको लागि अझै पनि हामीले इक्विपमेन्टहरू हाम्रो चाहिँ पालिकाको स्रोतबाट पनि हामीले अहिले चाहिँ अब खरिद प्रक्रिया भइसकेर पनि अब सामानहरू आइसकेको छ। डाक्टर राखेका छौँ हामीले हैन। अझै पनि त्यहाँ जुन छ जसरी सङ्घीय सरकारले दिनुपर्ने अस्पताल को संरचना अनुसार व्यवस्थापकीयदेखि लिएर जनशक्ति त्यसरी दिनुभएको छैन। हामीले अहिले पालिकाबाट नै अहिले 2वटा अस्पताल हाम्रो एउटा उता बाँसबाडी चाहिँ बुढिगङ्गा अस्पताल हामीले बिमा चाहिँ सञ्चालन गरिरहेका छौँ भने यता हाम्रो सुक्चर बुढिगङ्गा गाउँपालिका अस्पताल पनि हामीले सञ्चालनमा ल्याएका छौँ र अब यो वर्ष पनि हामीले बजेट छुट्याएर अझै त्यहाँ चाहिँ कार्यहरू अझै चाहिँ सेवाहरू बढाउनको लागि पनि हामी लागि परेका छौँ। नमुनाको रूपमा पनि यो सुक्चर अस्पताल अहिले ठुलो एउटा चाहिँ हैन सेवाग्राहीहरू लाभ लिनुहुन्छ भने पूर्ण एकदम विश्वस्त रहेर अब केही दिनमै हाम्रो यता पनि बिमाको कार्यक्रमहरू हामीले सञ्चालन गरिरहेका छौँ। स्वास्थ्य बिमाहरू पनि हामीले पब्लिकहरूलाई विशेष गरी हाम्रा चाहिँ गरिब चाहिँ पब्लिकहरूलाई जनताहरूलाई चाहिँ एकदम सेवा दिनको लागि हामीले ठुलो बजेट पनि हामीले छुट्याएका प्रत्येक वर्ष छौँ र त्यसमा बिमित अब त्यहाँ भएको सबैजनाले सेवा लिनको लागि पनि आउनु भनेर हामी आह्वान पनि गरेका छौँ हाम्रो अस्पतालहरूमा। र
विद्यालयहरूको उसमा अनुपातमा हाम्रो सबै विद्यालयहरू जस्तै अब नमुना विद्यालयको रूपमा बोटङ्गी सिनुवारी छन् भने अब त्यस्तै खालको नमुना नै ल्याउनु राख्नुपर्छ भने हाम्रो यता पनि हैन। अब सरस्वती अब माध्यमिक विद्यालय वडा नम्बर 6 मा, लक्ष्मी माध्यमिक विद्यालय वडा नम्बर 7 मा, त्यस्तै कर्मवीर चाहिँ माध्यमिक विद्यालय बुढीगङ्गा 5 मा छन्। तिनीहरूलाई पनि नमुनाकै रूपमा हामी लिएर अगाडि बढ्नुपर्छ भन्ने उद्देश्यले हामीले अहिले शिक्षाको क्षेत्रमा लगभग हामीले हैन धेरै थुप्रो बजेटहरू हामी 2 करोड भन्दा माथि नै विशेष गरी बालबालिकाको क्षेत्रमा चाहिँ यो चाहिँ विद्यार्थीहरू हैन कुनै किसिमको अब उहाँहरूले हैन आफ्नो चाहिँ अब पठन पाठनमा वञ्चित नहोस् भनेर पनि हामीले लागि परेका छौँ। र अन्य स्वास्थ्यको क्षेत्रमा कृषिदेखि लिएर हरेक क्षेत्रमा चाहिँ हाम्रो विकासदेखि हैन अब मानवीय विकासदेखि लिएर हरेक अब पशु पक्षीदेखि लिएर हरेक क्षेत्रमा हैन हामीले चाहिँ बुढीगङ्गा गाउँपालिकाले हामीले गरिरहेका छौँ। पक्कै हाम्रा चाहिँ अब जनताहरूले पब्लिकहरूले चाहिँ जसरी यो ठाउँमा एउटा चाहिँ सद्भाव, एउटा माया, एउटा प्रेम र विश्वास गरेर यो ठाउँमा पुर्याउनु भएको छ। हामीले बजेटको आकार प्रकार हेरेर हामीले गरिरहेका छौँ र त्यसमा पनि विशेष गरी यो हाम्रो युवाको क्षेत्रमा पनि खेलकुददेखि लिएर हाम्रो हैन यो महिला सशक्तिकरणदेखि लिएर हामी सबैलाई अब मध्यनजर गरेर ज्येष्ठ नागरिक अपाङ्गताहरूलाई पनि हामीले त्यो ध्यानमा राखेर पनि हामीले विकास निर्माणका कुराहरू अगाडि बढेका छौँ। तथापि पनि विकास भनेपछि कहिल्यै अब पुरा हुँदैन, निरन्तर रूपमा यो जारी रहनेछ। र अहिले पनि हामीले त्यो चाहिँ बुढीगङ्गामा हैन अब पार्क पनि हाम्रो अब 3 वर्षदेखि हाम्रो बनिरहेको छ र त्यो पार्कमा पनि हामीले राम्रै अब सेवा सुविधा र आयस्रोत हुन्छ भनेर पनि हामीले पार्कमा पनि अब बजेट हामीले विनियोजन गरेका छौँ, काम गरिरहेका छौँ। र भोलि पर्सि बुढीगङ्गा पार्कमा हैन सबै पब्लिकहरू हामी किन बाहिर जाने, एउटा आयस्रोत पनि हुन्छ हैन, करको दायरा पनि बढ्छ हैन। अब हामीले चाहिँ आफ्नै ठाउँमा रमाउनु पनि पर्छ भन्ने उद्देश्यले पनि अब चाहिँ बुढीगङ्गा पार्क पनि चाहिँ र प्रशासनिक बिल्डिङ पनि हाम्रो नमुनाकै रूपमा हामीले हाम्रो सम्पन्न लगभग अब 1 महिनामा हामी यो पुरानो बिल्डिङबाट, पुरानो प्रशासनिक भवनबाट हामी नयाँ प्रशासनिक बिल्डिङमा हामी सर्ने तयारीमा छौँ। थुप्रो काम भइसकेको छ र अब थोरै अब काम बाहिरको कामहरू व्यवस्थापन गरेर हामी चाहिँ 1-2 महिनामै जे होस् हामी त्यहाँ नयाँ चाहिँ प्रशासनिक बिल्डिङमा ओपनिङ गर्छौँ र त्यसमा पनि एउटा नमुनाकै रूपमा चाहिँ हामी प्रशासनिक बिल्डिङ पनि हामी बनाएका छौँ। र भोलि पर्सि हैन हामी अब भोलि पर्सि हैन अब सबैजनाको हैन सेवा सुविधा एकै ठाउँमा ठुलो संरचनामा हैन जनताहरूले पब्लिकहरूले चाहिँ नागरिकहरूले चाहिँ जे होस् अब एकै ठाउँमा नजिकमा चाहिँ सेवा सुविधा हैन पाओस् भनेर पनि अब हामीले चाहिँ सम्पन्न भइसकेको छ। अब केही दिनमै हाम्रो चाहिँ अब यो अब हाम्रो बिल्डिङमा, नयाँ बिल्डिङमा हामी सर्छौँ भन्ने म हाम्रा आम जनताहरूलाई, आम पब्लिकहरूलाई, आम हाम्रा चाहिँ गाउँवासीहरूलाई म भन्न चाहन्छु। अन्तमा बुढीगङ्गा गाउँपालिका सम्पूर्ण चाहिँ आमा बुवा, दाजुभाइ, दिदी बहिनी लगायत इष्टमित्र हैन सबैजना साथीहरूलाई म भन्न चाहन्छु कि जसरी यो गरिमामय पदमा अब चाहिँ 2 पटक हैन जनताको जनमत लिएर तपाईहरुले विश्वास गरेर एउटा हैन महिलामाथि विश्वास गरेर आज जुन यो कामको लागि, कार्य सम्पादनको लागि जुन अमूल्य यहाँहरूको साथ सहयोग, अमूल्य मत दिनुभयो र त्यसको सन्दर्भमा काम गर्दै जाँदाखेरि धेरै चाहिँ अनुभूति पाएको छु, धेरै खुसी पनि छु र यहाँहरूको सेवाको लागि म एकदमै नतमस्तक छु र यहाँहरूले जुन यो ठाउँमा पुर्याएर यो ठाउँमा सेवा गर्नको लागि जुन अवसर दिनुभयो, जुन एउटा चाहिँ माया गर्नुभयो, त्यसको लागि म सम्पूर्ण मलाई चाहिँ यो ठाउँमा हैन पुर्याउनु हुने सम्पूर्ण चाहिँ महानुभावप्रति म धेरै म आभारी छु र यहाँहरूलाई हार्दिक धन्यवाद। भोलि पर्सिको दिनमा पनि अझै सेवा गर्न
पाओस् भनेर पनि म अपेक्षा राख्दछु र यिनै कुरा म भन्दै सम्पूर्ण आम अब नागरिकहरूलाई गाउँवासीहरूलाई हार्दिक धन्यवाद।